अहिलेसम्म पनि यो घर छ मेरो अहिले यसमै हुर्केको यही घरमा बसेर जादु छ क्या कसम तिमीले बनाएको जे पनि मिठो हुन्छ क्या 11 वर्ष पछाडि चाहिँ आज गाईको दुध दुहुन गइरहेको छु 20 लिटर दुध चाहिँ यसले दिएको थियो अहिलेसम्म हाइएस्ट मलाई चिन्छौ चिन्छ मलाई बिस्किन्छ मेरो पर अगर यो चाइनिज साग टेस्ट गर्नुहुन्छ भने यो पनि रोपेर टेस्ट गर्नु होला तर अर्को के दिइसक्यो फेरि यो वरिपरि होइन भ्यूजहरू खतरा देख्यो के हुन्छ जुठा खाँदा फरक जुठा खाँदा के हो त होइन बनाएको चप त धेरै मिठो नि अनि यतै पहाडको लोकल होइन लोकल भनेको लोकल आलु काट्छु आउनु भिडियो बनाइदिउ ल गाईको भ्लग बनाएँ मतलब 1 घन्टाको भिडियो गरेँ अब त्यसमा एडिटिङ अलिकति सबैजना नमस्कार म धेरै टाइम पछाडि यसरी भ्लगमा आएको छु अनि यो भिडियो चाहिँ मेरो नयाँ रहनेछ किनकि मेरो पुरानो च्यानल मैले त्यसमा अर्कै मेरो भिडियोहरू बनाएको छु त्यसले गर्दाखेरि यो भ्लग भिडियो चाहिँ मैले अब यो मेरो नयाँ च्यानलमा लगाउनु खोजेको म अहिले त्यही घरमा छु इलाममा र अहिले मेरो वाइफ मेरो मम्मी मैले हाई गरेको छु यहाँ युट्युब सुरुमा सबैले देखाउँदा हाई गराउनु पर्छ अनि म चाहिँ अब के देखाउन गइरहेछु भने मैले बिहानैदेखि यो भिडियो भ्लग बनाउने मेरो प्लान थियो तर केही कामले गर्दाखेरि मैले यो त्यो प्लान अनुसार गर्न सकिनँ त्यसले गर्दा अब म यहाँ लगभग 11 वर्ष पछाडि चाहिँ आज गाईको दुध दुहुन गइरहेको छु त्यसले गर्दाखेरि त्यो मैले कसरी दुहुँदो रहेछ अनि कस्तो हुँदो रहेछ भनेर चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि दुहुनु मैले बिर्सेँ या आउँछ या आउँदैन भनेर मम्मी र म चाहिँ अब तल गोठमा जान लागेको र अब त्यसको लागि हामीले सामान चाहिँ के तयार गर्नुपर्छ बाल्टिन तर है तातो पानी पनि लानुपर्छ होइन तेल सबै कुरा रेडी रहेछ अब मैले अघि घाँस पनि काटेर आएँ बिहान पनि काटेको थिएँ एकबारी अनि एक बारीले नपुग्ने भयो फेरि वापस खाएर एकबारी काटेर टुक्राएर चाहिँ उयो गरेँ यो हाम्रो गोठ रहेको छ यो चाहिँ हाम्रो गोठ है यो हाम्रो गाई पुरानो भन्दा धेरै साल भयो लगभग अनि कति बेच्दै भयो गाई त हाम्रो 14 बेचेको गाई हाम्रो 14 बेच भइसक्यो 14 साल मैले यसको दुध पनि दुहेको थिएँ पहिले नै आज धेरै टाइम भएर दुहेछु अनि यो अर्को यो चाहिँ अलिकता पछाडि ल्याउनु भएको मम्मी बाबाले यो 3 बेच हुन्छ भर्खर अलिक यङै छ यो चाहिँ अलिकता बुढीमा हो तर दुध चाहिँ यसले यस्तो धेरै दिन्छ सानो छ यो सेतो भन्दा पनि तर दुध चाहिँ यसले नै ज्यादा दिन्छ क्या मम्मी यसको सबभन्दा धेरै दुध कति पाएको छ हाइएस्ट अहिलेसम्म 20 लिटरसम्म आयो यो रातोको हो अन्त पहिले त 20 लिटर आएको थियो कति ज्ञानी छ फेरि हो 20 लिटर दुध चाहिँ यसले दिएको थियो अहिलेसम्म हाइएस्ट अहिले पनि 18 17 18 दिन्छ तर अहिले चाहिँ 4-5 महिना भयो मैले ब्याएको 5 महिना ज्ञानी पो छ त ज्ञानी कस्तो ज्ञानी छ नि कति ज्ञानी छ चिन्छ मलाई होइन चिन्छौ मलाई चिन्छौ चिन्छ मलाई कनाइदिनु ल यो चाहिँ अलिकता मसँग अब यति छैन चिन्जान छैन तर पनि ज्ञानी नै छ भने तिमी पनि ज्ञानी अनि यो चाहिँ घाँस खोलिदिने ठाउँ हो पहिलेभन्दा अलिकता थोरै चेन्ज भएको छ अलिकता मोडर्न तरिकाले गाई पाल्नु भएको रहेछ यता पनि नत्र पहिले चाहिँ कस्तो गर्छ भने यो एरियामा यत्तिकै घाँस नटुक्रै लामो लाउँथ्यो अहिले चाहिँ घाँसहरू टुक्राउने मेसिनहरू पनि ल्याएर अलिकता
सजिलो भएको छ गोबरहरू यसरी खाँदैछ अस्ति पुरानो गोबरहरू होइन अस्ति सबै बारीतिर लाग्छ एकदमै अर्ग्यानिक यो हाम्रो गाउँमा फलेको फुलेको चिजहरू चाहिँ एकदमै अर्ग्यानिक छ है एकदम अर्ग्यानिक त्यही भएर गाउँमा बस्नु होइन गाउँको कुरा खानु अर्ग्यानिक मान्छे स्वस्थ फुर्ती रहनु कारण पनि यही रहेछ क्या यो चाहिँ यिनीहरूको बाछीहरू मम्मीले के भन्नु थाहा छ मगर भाषाबाट कोपी प्याज पनि देखाउँदा रहेछ मम्मीले भने अनि यो चाहिँ घाँस काट्ने मेसिन त्यस्तो रहेछ अघि मैले अब मैले खासै कुखुराको थिएँ घाँस काटेर आयो अरू बेला बाबा टुक्रा हुन्छ आज बाबा नभएकोले गर्दाखेरि अङ्कललाई मैले अङ्कल आइदिन्छु अनि टुक्राएको यो मेसिनले गर्दाखेरि चाहिँ यसरी घाँस यो अमितो घाँस टुक्रायो अनि टुक्राएर चाहिँ यसरी राख्यो यसरी राखिसकेपछि के हुन्छ भने अब यसलाई गाईलाई मजाले त्यसमा दिने भयो अनि सजिलो पनि दिनु सजिलो गाईले पनि सबै खाने नत्र पहिले चाहिँ के छ भने डाक्ला त्यो डाक्ला अलिकति यत्तिकै वेस्ट हुन्थ्यो अहिले चाहिँ डाक्ला पनि गाईले खाएकोले गर्दाखेरि अलि अरिलो पनि हुन्छ अरे तलको के गर्दैछ बनाउनु देखाइदिउँ अलिकता के फल्छ फुल्छ भनेर तपाईँहरूलाई यो मटर हो यो माइला मटर होइन मम्मी सानो पनि होइन ठुलो पनि होइन माइला मटर भन्छ कि अहिले चाहिँ म चाहिँ अनि तिमीले त्यो त दाना दाना सबै टिपेछ कस्तो खालको टिप्दिएको बोटमै टिप्दैछ त ए मम्मीले चाहिँ हो अनि गाईको यो पिसाब चाहिँ यहाँ आएर जम्मा हुन्छ अनि यो पिसाबलाई चाहिँ हामी सबै यो हाम्रो फलफुलतिर लगाएर उ गर्छौँ कोपी पनि खाँदैन कस्तो मजाले कोपीहरू पनि यो चाहिँ चाइनिज साग रहेछ तर अरू साग चाहिँ अब सिजन सक्यो अनि यो चाइनिज साग चाहिँ अहिले हरियो छ यस्तो मिठो हुन्छ यो बाफरे यस्तो तपाईँलाई अगर यो चाइनिज साग टेस्ट गर्नुहुन्छ भने यो पनि रोपेर टेस्ट गर्नु तर अर्को साग यो हाम्रो लोकलको सागभन्दा पनि एकदम टेस्ट चाहिँ दामी क्या दामी चाहिँ दामी क्या खानु पनि एकदम मुलायम मतलब अलिकति सफ्ट पाक्नुमा अनि यता यो सोप के उखु अब कायो पनि खाइसक्यो लसुन यो प्याज होइन मम्मी यो चाहिँ मधिसे प्याजलाई अब यता हाम्रो पाहाडतिर रोपेर चाहिँ आफ्नै अब गाउँघरमै फलाएर फुलाएर यसलाई पनि अर्ग्यानिकै बनाइसक्नुभयो जस्तो कि बाहिरदेखि बिउ ल्याए पनि अब अर्ग्यानिक भूमिमा होइन हाम्रो यहाँ अर्ग्यानिक ठाउँमा अर्ग्यानिक पानी अर्ग्यानिक यो मलहरू भएपछि त्यसको फल पनि अर्ग्यानिक नै हो अगर त्यो बाहिरतिरको ऊ भएको छ भने त्यो ट्रान्सलेट भएर अर्ग्यानिकमै हुन्छ सायद मलाई लाग्छ यो रुद्राक्षको बोट कता गयो काटी पो सक्नुभएछ ऊ परको त्यो रुद्राक्षको बोट रुद्राक्ष त्यत्तिकै फलेर अब फलेको छ कसले किन्ने होइन गाडी पनि आउँदैन बाबाले ल्याएर रोपेर त्यत्तिकै छ एभोकाडो पनि छैन अब 5वटा छवटा मात्रै होला बाँकी हामीले टिपेर खाइसक्यौँ तल तराईतिर कोसेली पाहुनाहरूलाई अब यो चाहिँ उसको लागि इस्कुसको लागि तयारी छ भयो पानी सबै फाल्नु अलि बस है बिर्स्यो आफ्नो एड्रेस लेखिदिनुहोस् अगर नजिक छ भने म पठाइदिन्छु सबैलाई टेस्ट खानुको लागि अर्ग्यानिक जस्तै भर्खर दुःख लाग्दैन मलाई अरू अब अरू नै गाह्रो अप्ठ्यारो होला हात गल्दो रहेछ मम्मी बाँध्नु गल्दैछ बाँध्नु भएर नि खै म दुन्छु अब लु अहिले त्यसले तर्सेर लात्तले हाल्छ म त फेरि दुध देखाउनु मैले कति दुइसक्यो एक बकेटै दुध हाल्छ पहिलेको गाइयो कोङ्खे गाएर क्या यो यति सफा गरेर दुन्छु मेरो मम्मी दुधहरू अनि पानी नमिस्छ गुलियो हुन्छ हाम्रो लोकल एकको एक टुक्रो गयो चाहो चाहिँ अब यहाँ यसमा खना न यहाँ देखाउनु गाईकै दुध दिएँ अब मम्मीले गर्नु छ अरे अब बाँकी मैले चाहिँ दुध दिएर देखाएको मात्रै हो क्या के हुन्छ यसरी दुन्छ यसरी दुन्छ मैले भ्लग बनाएको देखेर हाँस्दैछ मलाई आउँदैन भनेर भ्लग बनाउनु यस्तो त बनाउँछ नि भ्लग होइन यसरी होला
अरूले पनि त्यसरी बनाउँछ तिमी बोला त कसरी बोल्छ ब्लगमा अहिले चाहिँ आलु काट्दैछ मलाई आलु सब्जी खिलाउनु ए चप्पु बनाएको चप तिमीले हान्यो भने त रेडी छु ल त झक्की छ नरानी हो नि तपाईँ खतरा हुन्छ नि मलाई चप बनाउने किनकि मलाई चप मनपर्छ नि त घरमा फलेको आलु है हाम्रो अर्ग्यानिक आलु अनि प्याज तिमी पनि प्रमोसन गर्छौ उसको पेज फेसबुक पेज छ क्या खतरा प्रमोसन गर्दैन बिट्स एन्ड बाइट्स कि बाइट्स एन्ड बिट्स छ के पो छ बाइट्स एन्ड बिट्स मेरो भ्युज खतरा आउँछ नि थाहा छ नि फेरि मैले गर्दा तिम्रो पनि खतरा आउँछ पुरै फलोवर्स बढ्छ अहिले नभए भोलि मेरो पनि प्रमोसन गरिदिनु मेरो कुनै पेजको च्यानलको हुन्छ नि देखेर फेरि यस्तो लिनु पर्छ नि यस्तै छ हाम्रो किचन सबै देखाइदिनु हाम्रो घर पनि हाम्रो घर यही हो यस्तो छ यो चाहिँ अस्ति बुनुको बिहे थियो बहिनीको बिहे त्यसले गर्दा लगाएको थियो यो है हाम्रो घर यो हाम्रो घर यो चाहिँ पुरानो पहिलेको मेरो पुरानो घर हो होइन म पहिले यसमै हुर्केको यही घरमा बसेर अहिलेसम्म पनि यो घर छ मेरो यो घर चाहिँ मैले किन भत्काउनु नदिएको भने अगर यो घर भत्कायो भने फेरि हुर्केर म अब हुर्के पढेको बसेको घर भनेको यही हो मेरो अनि त्यसले गर्दाखेरि यो भत्कायो भने त फेरि मेरो म यता घर आउँदाखेरि मलाई त घर जस्तो हुँदैन किनकि घर अर्कै भइरहेको हुन्छ यतापट्टिको यो पछिबाट बनाएको तर अब यो देख्दाखेरि चाहिँ मलाई पहिले मेरो बचपनको याद आउँछ होइन अनि त्यसले गर्दाखेरि मैले चाहिँ यो घर भत्काउनु नदिएको अनि बरु यता साइडमा अर्को बनाएँ कुराहरू छ त्यो सबै बिर्सिन्छौँ सकिन्छ खत्तम हुन्छ थियो भन्ने मात्रै हुन्छ तर यसले गर्दाखेरि चाहिँ मलाई त्यो अझै मलाई रिकलमा सजिलो हुन्छ अनि यो कटेज हाम्रो यो कटेज चाहिँ पहिले अर्कै थियो अनि फेरि बाबाले पछिबाट यो बनाउनु भएछ मैले अस्ति आएर मैले स्टार्टिङमा मैले अर्कै खालको बनाएको थिएँ फेरि पछिबाट बाबाले यसमै अर्कै एड गर्नुभयो कटेज यस्तो छ दामी छ यहाँबाट भ्युजहरू ओभर देखिन्छ सबैतिर यो वरिपरि होइन भ्युजहरू खतरै देखिन्छ चट्ट चियरमा बस्ने हो होइन चट्ट कफी लिने हो तर चिया लिने हो अनि तल भ्यू चढ्दै ठक्क कफी ठ्याक्क हान्ने हो मैले घरको पनि एक्सप्लेन गरिदिइहालेँ अरू के हुन्छ ब्लगमा यस्तो यस्तै होला यो मेरो अगाडि मैले भ्लगहरू बनाएको थिएँ तर त्यो भ्लगहरू चाहिँ कस्तो हुन्छ भने कहीँ हामी घुम्न गएको होइन केही खाएको केही सपिङ गरेको त्यो टाइपको हुन्थ्यो तर त्यो चाहिँ मेरो अगाडिको च्यानल मैले त्यो एक्चुअलमा अर्कै पर्पसले के हो मिलाएर बुझ्नु अर्कै इन्टेन्सनले बनाएको थियो मेरो हस्बेन्ड पागल हो गया क्या भन्दै पुरा हाँसिरहेको छ भ्लगमा यस्तो रहेछ क्या बढ नबोली बस्यो भने नि फेरि भ्लग अब भ्लग जस्तो नहुने रहेछ किनकि मैले पहिले भिडियोहरू यसरी बनाउँदाखेरि त्यति बोल्दैन थिएँ यसो देखायो होइन यो भन्दै खतम त्यो भ्लग जस्तै भएन यो चाहिँ अर्को नयाँ च्यानलको लागि हो च्यानलको नाम पनि थाहा छैन अब यो चाहिँ च्यानलको नाम के लाउने के बनाउने च्यानलको नाम भन्ने कुरा अब हामी सल्लाह गर्छौँ तर त्योभन्दा अगाडि चाहिँ भिडियो बनाएको अनि त्यसपछि फेरि लाउँला अनि यो चाहिँ हाम्रो फ्यामिलीको फोटोहरू यसरी लाउनु भएको छ बाबाले यता पनि फुलहरू छ यो चाहिँ उसको बोटै फेरि खतरा हुने फेरि चाहिँ बुद्ध चित्तको अब हेरौँ कति दिन्छ यसले माल कति दिन्छ यसले पैसो पागल त हाँसिनु भन्ने सोध्यो होला नि हल्का जिब्रोमा पानी बसायो टेस्ट गरौँ
दामी तिम्रो हातमा चाहिँ के छ हौ दाजु यस्तो दामी दामी लाग्छ क्या जादु छ क्या कसम तिमीले बनाएको जे पनि मिठो हुन्छ क्या मम्मी बिस्किन्छ फेरि पर एउटा चितो अनि सत्य बताइदिनु म तपाईँलाई अगर छोराले चाहिँ सासूले बुहारीले बनाएको मिठो भयो अनि बुहारीले बनाएको राम्रो छ भनेर ज्यादा बुहारीको बढाइ चढाइ गर्ने के अरे सासूलाई चाहिँ यता मम्मीलाई चाहिँ मेरो मम्मीलाई चाहिँ अलिअलि आरिस लाग्छ अरे क्या तर हाम्रो मम्मीले त्यस्तो गर्नुहुन्न होइन मम्मी कि तँलाई नि सुट्छ मलाई बुहारीले मिठो बनाएर दिएको छ कस्तो मिठो छ भन्दाखेरि मलाई तपाईँ सुट्छ हुँदैन एकचोटि बुहारीले बनाएको टेस्ट गर्नु न आऊ त मम्मी के हुन्छ दुइटा खाँदा छोराको दुइटा खाँदा के हो त होइन यसलाई खुवाएको छुइनँ तिमीलाई आइस लाग्यो फेरि ए पीडा के अरे बुहारीको बढाइ चढाइ गर्दा मम्मीलाई छुट्यो होला अब यता मम्मीलाई खुवाएको अन्त फेरि बुहारीलाई फेरि त्यस्तो गर्दैन मेरो मामु मेरो मम्मी र यता मेरो मम्मीको बुहारी अनि मेरो बुढी सासू बुहारी जस्तो होइन आमा छोरी जस्तो छोरीले तपाईँ छोरी जस्तो मान्दैन बुहारीलाई मान्छु त जुन कुरा मैले अघि भने त्यो चाहिँ अरू केसँग लागु हुन्छ होला होइन तर मेरो घरमा चाहिँ लगभग त्यो लागु हुँदैन म चपेटमा पर्दिनँ म चङ्गुलबाट बचेको छु अङ्क आन्टी बनाउनु तर मेरो त मन पर्छ एकचोटि देखाइदिनु खाना मन पर्छ आउनु अङ्कल आउनु एकचोटि चप खाएर जाउँ मेरो अङ्कल नै आउनुभयो के बनाएको छ चप मिठो बुहारीले बनाएको चप त धेरै मिठो नि अनि यो चाहिँ पाहाडको लोकल होइन लोकल भनेको लोकल अर्ग्यानिक के को चप हो यो आलु के को सोझरा आलु त्यसको आउनु यो आज मैले भ्लग बनाएको क्या भ्लगमा ज्यादै बोल्नुपर्छ नि त देखाखेरि ल आउनु आन्टी यहाँ बस्नु न आन्टी आउनु ल टट्ट बस्ने हो यहाँ काका भतिज आन्टी अङ्कल साट बसेर चाहिँ चप हान्ने हो आन्टी पनि एउटा भिडियो बनाइदियो होला गाईको गाईको सुँगुरको होइन गोबर स्वारेको दुध दुहेको बनाउनु परेन लोकल यहाँको होइन पुरै अर्ग्यानिक तिमी खानु अलिक लगाउँछौँ क्या सासु अगाडि अब खाइदेऊ भने माया पर्छ नि त होइन हौ के हो त नि खाँदाखेरि फोहोरको खानु एउटा नाइस मेरो फेभरेट हो क्या भिडियो लगभग यो स्टार्टिङ गरेदेखि अहिलेसम्म भ्लगमा कति 1 घन्टा चाहिँ भयो होला बनाएको त्यो 1 घन्टालाई म काटकुट गरेर लगभग 20-25 मिनट बनाउँछु अझै चुच गरेर लाउनु पऱ्यो नि त खास खासहरू मात्रै सबै यसलाई अन्त फेरि एक राम्रो देखिँदैन पनि हल्का बिचमा म्युजिक आउँला त्यो साइडमा चाहिँ टाटा टुटु अलिकति धेरै बोलेँ क्या हो म हो भ्लगमा यस्तै होइन म अलिक धेरै बोलेँ म धेरै बोलेँ या कम बोलेँ अथवा राम्रो बोलेँ नराम्रो बोलेँ कसरी बोल्नु पर्ने हो तपाईँहरूलाई अगर यसको बारेमा केही होइन अब
अलिकता सुझाव सल्लाह छ भने छ होला, पक्कै पनि छ, किनकि यो मैले अलिकति यसरी बनाएको भिडियो चाहिँ मेरो फर्स्ट टाइम हो। अनि म त्यही अनुसार फेरि यसलाई हल्का कमेन्ट गरिदिनु, लाइक सब्सक्राइब नगरिदिनु चाहिँ भन्दिनँ, तर मन पऱ्यो भने चाहिँ पक्कै गरिदिनु। मन परेन भने सल्लाह सुझाव दिनु होला, ताकि मैले नेक्स्ट भिडियो भ्लग बनाउँदा नेक्स्ट भिडियो बनाउँदाखेरि चाहिँ मैले इम्प्रुभ गर्न सकौँ त्यसलाई होइन। नेक्स्टचोटि फेरि भेटौँला, चाँडै भेटौँला। तपाईँहरूको भ्यू तपाईँहरूको सोच कस्तो छ त्यही अनुसार फेरि म त्यही अनुसार फेरि भिडियो म लगाउँछु। बाई भनिदेऊ न, अब नेक्स्ट भिडियोमा चाहिँ बोल्छ उसलाई। बाई।